यो सरकारले भनेको थियो कि भ्रष्टाचारीलाई हामी कारबाही गर्छौं। अस्ति सुन्नुभयो सम्पत्ति छानबिन आयोग बन्यो। छानबिन सबै मान्छे माथि हुनुपर्छ कि पर्दैन? यदि सबै माथि छानबिन भएन भने त्यसलाई सुशासन भन्ने कि पक्षपात भन्ने, त्यसलाई न्याय भन्ने कि अन्याय भन्ने म सोध्न चाहन्छु। सरकारले भन्यो पूर्व राष्ट्रपतिमाथि छानबिन हुँदैन, पूर्व राजामाथि छानबिन हुँदैन, सेनाको अधिकारीमाथि छानबिन हुँदैन, न्यायाधीशहरूमाथि पूर्व न्यायाधीशहरूमाथि छानबिन हुँदैन, अहिलेको वर्तमान मन्त्री र सांसदमाथि पनि छानबिन हुँदैन। यो त राजा कालमा पनि थियो, राज परिवार बाहेक कानुन लाग्थ्यो। हिजोको शासनमा हामी के सुनेका थियौं? राज परिवारमा कानुन लाग्दैन। त्यसैले अहिले घण्टीको सरकारको सांसद र मन्त्रीलाई पनि कानुन लाग्दैन। यही हो सुशासन? यसलाई सुशासन भन्छ दुनियाँले? यसलाई सुशासन, यही हो सुशासन? सुशासन भनेको सबैमाथि कानुन बराबरलाई सुशासन भन्छौ। तर आज सरकारले के भन्यो? पहिलो घाँसमै आकड, पहिले घाँसमा आकड भने जस्तै सरकारको यो विभेदकारी निर्णयले मान्छेलाई पीडित बनाएको छ। मान्छेले लागिरहेको छैन कि यसले सही छानबिन गर्नेछ। यसले पनि म सरकारले भन्न चाहन्छु, यदि साँच्चै तिमी भ्रष्टाचारले दण्डित गर्न चाहन्छौ भने जुनसुकै निकायमा काम गरेको मान्छे फ्रेस र दागवाला उभ्याएर देखा। यसलाई होइन, त्यसलाई होइन, पुरानोलाई गर, नयाँलाई छोड। नयाँ पुरानोको सवाल होइन, न्यायालय र अर्को निकायको कुरा होइन। जुन पनि निकायमा गल्ती गर्नेलाई दण्डित हुनुपर्छ कि पर्दैन? चाहे ऊ सेनाको हो, चाहे न्यायाधीश हो, चाहे बडका हो, चाहे छोटका हो, चाहे पुरानका हो, चाहे नयाँका हो, सबैमाथि लागू हुनुपर्छ कि पर्दैन? यदि सबैमाथि लागू गर्नुपर्छ, सबैमाथि समान व्यवहार गरेको मात्र सुशासन हो भने म यो सरकारले भन्न चाहन्छु, साँच्चै तिमी परिवर्तन गर्न चाहेको हो भने सबैमाथि समान छानबिन गर। कि तेरो छानबिनमाथि छानबिन आयोग योग्य छ कि छैन? यदि तिम्रो छानबिन समिति योग्य छ, सहीलाई सही गलतलाई गलत गर्छ भने सबैलाई छानबिन गर्दा के फरक पर्छ? ती राजपाको सांसद किन हुँदैन? हिजो काङ्ग्रेसमा हुँदा दागवाला हुने अनि घण्टीको टिकट लिने बित्तिकै बेदागी भयो। बेदागी भयो। म सोध्न चाहन्छु, हिजो त काङ्ग्रेसमा हुँदा ती सांसद भ्रष्ट हुने, राजपामा त्यही मान्छे आयो। तपाईँ हेरिराख्नु भएको छ सबै जिल्लाका मान्छेहरू कुन पार्टीमा थिए? तिनीहरू कोही काङ्ग्रेसमा थिए, कोही छातामा थियो, कोही माओवादीमा थियो। त्यही बाटोको आएको होइन तिनीहरू? त्यहाँ हुँदासम्म फोहोर हुने अनि घण्टीमा आएपछि सफा हुने। घण्टीमा छ भने छानबिन गर्न, सफा छ भने सफा भन्, दागवाला छ भने दागवाला भन्। हामी त्यो चाहेका छौँ। सबैमाथि कानुन गर, सबैमाथि छानबिन गर। नयाँ र पुरान, ठुलो र सानो, यो र त्यो भनेर विभेद हामीले स्वीकार्य छैन। हामी चाहन्छौँ यदि सरकार सुशासनको दिशामा जान्छ भने हाम्रो समर्थन हुनेछ। यसरी पक्षपातलाई हामी सुशासन मान्नेवाला छैनौँ। यो सरकार सुशासनको धजी उडाउँदैछ, त्यसमा सचेत हुन जरुरी छ भने विशेष आग्रह गर्न चाहन्छु।